हेलो एभ्रिवान, इट्स मी बिबिसा सारू मगर। आज चाहिँ म पसल जान लाग्यो। बिहानदेखि केही काम पनि गरेको छैन। बिहान पानी परेको गरेको थियो अनि सुत्ने उठ्ने खाने काम मात्रै भयो। अनि बेलुकी साँझ पखतिर पानी हल्का बिदा भएको थियो। अनि पसल गएको त बाटो पनि कति चिप्लो कि लड्डेला जस्तो देख्दा पनि। त्यही पनि चिप्लो भए पनि गएको म फेरि। अनि फेरि बाटोमा फेरि साइली मम्मीले दाउराको भारी बोकेर आइराख्नु भएको। यस्तो चिप्लो बाटोमा पनि भारी पनि कति ठुलो। बाटो फेरि कति चिप्लो थियो भनेपछि त्यही पनि लड्डिन्छ कि भने डराइ दौडेको म। अनि यो फेरि हाम्रो पानीको धारो। पहिला हामीले यहीँबाट पानी बोकेर खाने गर्थ्यौँ। आजभोलि त घरमै आउँछ, बोक्नु पर्दैन। पहिला चाहिँ बोक्नु पर्थ्यो हामीलाई, यहाँबाट पानी बोकेर खाने गर्थ्यौँ। अनि केटाटीहरू पनि स्कुलबाट आएर पानी खेलाउँदै बस्दै गरिरहेको रहेछन्। अनि यसो केटाटीहरूसँग एकछिन म पनि गएर बसेको। यो फेरि हाम्रो गाउँको किराना पसल हो। सानसानै छ, त्यही पनि सामान चाहिँ पाइन्छ। अनि पसलमा गएको मान्छेहरू रहेछन्। अनि प्रतीक्षा लाइनमा बसिराखेँ म फेरि। रिचार्ज सोधेको, रिचार्ज फेरि यहाँ रहेनछ। अनि केटाटीहरू आइरहेका थिए। अनि भदेन पनि थिए मेरो। अनि त्यसलाई पर्खेर बसेँ म फेरि। भदेन पनि आएँ। अनि घर जाने कि फेरि अर्को गाउँमा रिचार्ज लिन जाने भन्ने सल्लाह गर्दै निस्क्यौँ हामी फेरि। अनि रिचार्जै लिन जाऊँ भनेर फेरि हामी फेरि घर नगई। फेरि हाम्रो गाउँदेखि अलि टाढा पर्छ। अनि फेरि त्यहाँ फेरि रिचार्ज लिन जानलाई पानी हावा सँगसँगै लागेर यस्तो प्लास्टिक उडाइदिएर मान्छेलाई यस्तो उडौला जस्तो भएको थियो भनेपछि। अनि रिचार्ज पनि किनेर हामी फर्क्यौँ। रिचार्ज किन्न गएपछि त चाउचाउ नखाने कुरो भएन। फुप भदिन उस्तै भएपछि अनि चाउचाउ पनि 1 कुइन्टल लिएर आयौँ। पानी परेकोले होला कि मौसम पनि यति सफा देखेको छ कि हेर्नुहोस् न। यो फेरि हाम्रो गाउँ है। कसले चिन्नु भएको छ कमेन्ट गर्नु ल हाम्रो गाउँलाई। पानी परेको भएर होला कि मौसम पनि कति सफा देखेको छ। अनि हामी फेरि चाउचाउ खाँदै घर फर्क्यौँ। अनि त्यसले चाहिँ खाएर सकेकी थिइन् देखाउँदै चाहिँ। त्यही पनि हामी खाँदै गयौँ। अनि घर जाँदै गर्दा रात पनि पर्न लागिसकेको थियो। अनि फेरि गाली गर्छन् कि भन्ने डर पनि थियो। अनि फुप भदिन भयो, केही पनि हुन्न, नडराइकन जाऊँ भनेर आयौँ। घर आएर गाली पनि पाइनौँ। अनि यति भन्दै बिदा हुन्छौँ, बाई बाई।